हेलो गाइस, के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म बिल्कुल नयाँ खालको भिडियो लिएर आएको छु र भिडियो फर्स्टदेखि अन्तिमसम्म हेर्दै गर्ने होला। आज चाहिँ हाम्रो जङ्गलको वनदेवीको पूजा रहेको छ र धेरैजना आउनुहुन्छ है। को आउनु भएको छ, को आउनु भएको छैन, सकभर मैले सबैजनाको भिडियो लिने कोसिस गरेको छु है। सबैजना आउनु भएको छ, रमाइलो छ है। हामीले चाहिँ आज एउटा पार्टीलाई भोग दिएर चाहिँ पूजा गर्ने कार्यक्रम छ। पार्टी आइसकेको छ फाइनली है। वनदेवीको स्थापना गरेर हामीले पूजा गरेर जाँदा कुनै पनि क्षेत्र भा प्लटमा काँडछाँट गर्दाखेरिमा कसैलाई चोटपटक नलाओस्। र यति पूजा गरिसकेपछि पार्टी पनि मानिसकेको छ, पानी परिसकेको छैन है। र काटेको भिडियो चाहिँ देखाउनु हुन्न, मैले काटेको भिडियो चाहिँ देखाइनँ। यसरी काटिसकेपछि पोलपाल गरिसकेपछि चाहिँ अब को हुनुहुन्छ, के हुनुहुन्छ भिडियो हेर्दै गर्नु होला है। र एउटा भाइले भने कि सबै भिडियो तपाईँले बनाउनु भयो, तपाईँ चाहिँ देखिनु भएन भनेर चाहिँ म पनि देखिने कोसिस गरेँ है। यही नै हो। र को हुनुहुन्छ, कोलाई चिन्नु भएको छ, चिन्नु भएको छैन, कमेन्ट पनि गर्दै गर्नुहोस्। अनि कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ है, त्यो ठाउँको ठाउँ पनि कमेन्ट गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। ल को हुनुहुन्छ भनेर मैले सबैजनाको भिडियो लिने कोसिस गरेको छु है। को छुट्नु भएको छैन, यदि कोही छुट्नु भएको छ भने हामी सरी है। यही नै रह्यो आजको हाम्रो वनदेवीको पूजा अथवा पिकनिक भनौँ, जो एकदम रमाइलो भयो। यो चाहिँ कहाँ हो भनेर सोध्नुहुन्छ भने पोखरा 31 बेगनास अनि ठुलसहरामा चाहिँ यो पिकनिक अथवा पूजाको आयोजना गरिएको हो है। र को धेरैजना आउनु भएको छ है। यसरी चाहिँ हाम्रो पिकनिक एकदम रमाइलो भयो गाइज। भिडियो हेर्दै गर्नुहोस् लास्टसम्म। थ्याङ्क यू सो मच एभ्रीवान।